नमस्ते सबैजनालाई म प्रकाश दियम आज पनि फेरि मैले एउटा भ्लग लिएर आएको छु हैन एउटा भिडियो चाहिँ लिएर आएको छु भ्लग भन्दा नि भिडियो लिएर आएको छु यो चाहिँ हाम्रो यही अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका सन्धिखर्क बजारमा चाहिँ आज के अरे हरिबोधन एकादशीको दिन मेला लाग्दो रहेछ र यो मेलाको बारेमा चाहिँ मैले विभिन्न किसिमका ठाउँहरू अनि पछाडि त्यो मेलाको विशेषताहरू हैन अनि मेलामा के कस्तो भइराखेको छ त्यो चाहिँ एकदमै दुरुस्तै त्यो ठाउँमा मेला लाग्दो रहेछ हैन त्यो बजारको पनि विभिन्न ठाउँहरूमा मेला लाग्ने अनि त्यस के अरे देउसी भैलोहरू खेल्ने हैन नाचगानहरू गर्ने विभिन्न किसिमका कार्यक्रम चाहिँ हुँदो रहेछ त्यो कार्यक्रम चाहिँ लिएर चाहिँ आएको छु ल तपाईहरु चाहिँ हेर्नुहोस् र के कस्तो हुन्छ के कस्तो मान्नुहुन्छ प्रतिक्रिया दिनुहोस् हैन र अनि लाइक कमेन्ट र शेयर पनि गरिदिनुहोस् है ल हस् मेलाको माहौल चाहिँ यस्तो भइराखेको छ अहिले चाहिँ हामी मेला लाग्ने ठाउँतिर जाँदैछौँ यहाँ विभिन्न ठाउँहरूमा चाहिँ विभिन्न किसिमका मेलाहरू लागिराखेका छन् अहिले चाहिँ म सन्धिखर्क बजारमा रहेको छु यहाँको मेलाको माहौल चाहिँ यस्तो रहेको छ यहाँ यो मेलामा विभिन्न किसिमका खाद्य पदार्थहरू हैन खानेकुराहरू लत्ता कपडाहरूदेखि लिएर सम्पूर्ण सामानहरू चाहिँ बेच्न राख्नु भएको छ मेला भनेपछि यही त हो नि हैन म यहाँ चाहिँ मेलामा गइराखेको छु हैन यहाँ एक ठाउँमा मेला लागिसक्यो र अनि त्यसपछि अर्को ठाउँमा फेरि यो ठाउँमा मेला लाग्दो रहेछ यहाँको चाहिँ अब यहाँको यो परम्परा संस्कृति होला सायद हैन यस्तो देखिएको छ अब म मेला लाग्ने ठाउँ चाहिँ जाँदैछु यहाँबाट चाहिँ हैन यहाँ यसरी चाहिँ विभिन्न किसिमका अब यो खेलाउना यो किड्स टोयजहरू पनि राख्नु भएको छ र यहाँ चाहिँ यस्तो भइराखेको छ यहाँ अनि विभिन्न किसिमका बाजागाजाहरू बजाएर हैन यहाँ नाचगान गरिराख्नु भएको छ म चाहिँ एकछिन चाहिँ यहाँ चाहिँ गएँ है ल यहाँ चाहिँ यसरी विभिन्न ठाउँमा विभिन्न प्रकृतिको नाच चाहिँ भइराखेको हुन्छ यहाँ चाहिँ मेला चाहिँ नछुटा हेर्नुपर्छ भन्ने चाहिँ यो मेरो एकदमै है भित्र आत्मादेखिको सोच हो त्यही भएर चाहिँ म चाहिँ मेला चाहिँ कहीँको पनि छुटाउँदैन ल विभिन्न किसिमका व्यापारी